यो हो 2010 सालमा स्थापना भएको राइस मिल। इटरी सुराका निवर्तमान अध्यक्ष दीपनारायण चौधरीले स्थापना गरेको यो राइस मिल ग्लोबल आइएमई बैंकको कारण यसबेला खण्डहरमा परिणत भएको छ। कृषिमा आधारित रहेर 71 वर्ष अघि स्थापना गरेको यो राइस मिलमा 60 जनाले रोजगार पाइरहेका थिए। 16 कट्ठा जग्गा बैंकमा धितो राखेर सञ्चालन गरेको यो राइस मिल यसबेला बैंकै तनावका कारण रियल इस्टेटमा परिणत भएको छ। 7 महिना अघि मात्रै दीपनारायण चौधरीले यो मिल 55 लाखमा बिक्री गर्नुभयो। बैंककै सल्लाह अनुसार 55 लाखमा बिक्री गरेर सो रकम बैंकलाई बुझाउनु भयो। बैंकले 2 वर्षसम्म तपाईलाई म हेरिदिन्छु भनेपछि उहाँले मिल्नै उक्काएर 70 बिक्री गर्नुभयो। 55 लाख रुपियाँ बैंकमा जम्मा गरे पनि हाल कुनै समय नदिएर थप तनाव दिन थालेको उहाँ बताउनुहुन्छ। बैंकले दिनेपछि सेक्युरिटी गार्ड पठाउँछु, ताला लाउँछु र घरबाट निकालेर सडकमा पुर्याउँछु भन्दै तनाव दिइरहेको र सो तनावले गर्दा आफू मर्नु न बाँच्नुको स्थितिमा पुगेको चौधरी बताउनुहुन्छ। यो हाम्रो चाहिँ श्री जगदम्बा पुष्पलाल राइस मिल यो 2010 सालदेखि नै यो मिल हो। राम्रै नै चलिरहेको थिए। अब यो वार्ड अध्यक्ष भएपछि अब 5 करोडको लोन लिए ग्लोबल ब्याङ्कसँग। अब पहिले चाहिँ 9% बन्नुभयो, पछि चाहिँ ब्याज बुझाउँदाखेरि 12% 13% जोडेर लिन्थ्यो। मैले किन यस्तो हजुर कहीँ के अरे करिबन सूचना दिनु पर्थ्यो नि, तर सूचना नदिकन ब्याज चाहिँ बढाएर लिन्थ्यो। अब यो 6-7 महिना भयो 55 लाख रुपियाँ के अरे मिल बेचाएर चाहिँ तिराउनु भएको छ। अब टर्चर दिइरहेछ। अब म भन्दैछु टाइम दिनुहोस् कि अब भन्छ के अरे मिलमा त यो गरिदिन्छु, ताला लगाइदिन्छु, खाली गर्नु पर्यो। यो चाहिँ मिल चाहिँ हामी के अरे बेच्ने विचार गरेको थिएँ हो कि, तर चाहिँ टर्चर दिँदै ल यो तपाईँ चाहिँ 55 लाख रुपियाँ बुझाउनुहोस् मिल बेचेर र चाहिँ तपाईँको 2 वर्ष चाहिँ छुट गरिदिन्छु भन्नुभएको थियो। तर चाहिँ हामी यो जम्मै मिल बेचेर चाहिँ 55 लाख रुपियाँ 5-6 महिनामा तिरेपछि छुट भएन, छुट गरिदिनु भएन। अहिले अब यो मैले भने कि हजुर भन्नुभएको थियो के अरे 2 वर्ष चाहिँ छुट खोइ तपाईँ अब फेरि टर्चर दिइराख्नु भएको छ, यो गरिदिन्छु गरिदिन्छु। होइन अब तपाईँले धेरै समय दिए भन्दै हुनुहुन्छ। भनेपछि मिलकै टर्चरको कारणले यो मिल बेचेको 2 वर्ष छुट दिने कुरा पनि भएन। यो हरजनाहरू के छुट दिएन केही दिएको छैन। बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समयमा ऋणीहरूलाई अनावश्यक तनाव दिएको कारणले गर्दाखेरि विभिन्न घटनाहरू भइरहेका छन्। कृषिमा आधारित रहेर खोलेको उद्योग र 71 वर्ष लामो इतिहास बोकेको उद्योग बैंकले कसरी ध्वस्त बनाउँछ भन्ने यो एउटा गतिलो उदाहरण हो। बैंक तथा वित्तीय संस्थाको आतंक पछि इटरीमा हालसालै एउटा समिति निर्माण भएको छ। इटरीमा रहेका 300 भन्दा बढी व्यापारीहरू उद्योगीहरू आबद्ध भएको बैंक कर्जा व्यवस्थापन समितिका संयोजक भोला प्रसाद निरोला यसो भन्नुहुन्छ। ऋणीहरूको आवाज बनेर एउटा समिति इटरीबाट गठन भइसकेको छ र बैंक र ऋणीको सम्बन्धलाई विचार गर्दा हरेक व्यापार, हरेक कृषि होस्, व्यापार होस्, स्कुल होस्, सबैलाई सकेर त्यसलाई रियल इस्टेटमा कन्भर्ट गर्ने र जग्गा घर बेचाउने अभियानमा लागेको छ। त्यसको विरुद्धमा व्यापारीहरू सङ्गठित भएर समिति पनि गठन भइसकेको छ। यो ठाउँमा आएर हेर्दा रुन मन लाग्छ। यहाँ हेर्न सकिँदैन। यस्तो दयनीय अवस्था पारेर कृषि व्यवसाय गर्ने यत्रो करोडौँको मिल चलाउने मान्छेलाई आज घरबाट निकालेर बैंकले लिलाम गरेर घरबाट निकालेर प्लटिङ गरेर जग्गा बेच्न बाध्य बनाएको छ। यसरी हामी नेपाली कहाँ पुग्छौँ? यो आवाज कसले बोल्छ? यो आवाजको सुरुवात इटरीबाट भएको छ। देशभरिको पीडित साथीहरूले यहाँ त लाखौँ लाख पीडित छन्। यो पीडित साथीहरू एक ठाउँमा आएर
यो आवाज बुलन्द गरौँ। ब्याङ्कको सिस्टमलाई ब्लक नगरेसम्म हाम्रो वार्ता पनि हुँदैन। ब्याङ्कको सिस्टमलाई नै हामीले प्रहार गर्ने हो। त्यसै गरी सोही समितिका विज्ञ ताराबहादुर कटवाल ब्याङ्क तथा वित्तीय संस्थाहरूले पछिल्लो समयमा ऋणीहरूमाथि गरेको अत्याचार, आतंक, दमनको विषयमा यसो भन्नुहुन्छ। खास कुरा के हो भने नि, जुन तरिकाले आज हामी भनिरहेका छौँ नि, नेपालमा ब्याङ्क चाहिँ किन मिटर ब्याजी हो भन्दाखेरि यो असुलीको हिसाबले। जस्तो हेर्नु न, उहाँको केसमा के भएको छ भने 7.5 करोड रुपियाँ चाहिँ आजभन्दा 3 वर्ष अगाडि अरूले नै दिइरहेको थियो यस्तै व्यवसाय गर्ने मान्छेले। तर आज यो प्रोजेक्ट हेर्नु, सबै लडेर भत्केर एनबिए बुक भइसकेपछि उहाँले 55 लाख रुपियाँ पनि ब्याङ्कलाई बुझाइसकेर अब यसलाई चाहिँ के गरिँदैछ भन्दाखेरि प्लटिङ गरेर बेचिँदैछ, रियल इस्टेटको रूपमा यसलाई कन्भर्ट गरिँदैछ। भनेपछि हाम्रो सरकारले, राष्ट्र ब्याङ्कले के भन्छ भनेदेखि ऋण लगानीको आधारमा जिडिपी ग्रोथ भएन भन्छ। तर के भइरहेछ भन्दाखेरि एउटा अर्को मान्छे फाइल बोकेर के गर्न खोज्दैछ भन्दाखेरि सेलर मिल लगाउनको लागि ब्याङ्कहरूमा धाउँदैछ। तर यहाँ 7.5 करोडमा बिक्री हुने अवस्थामा रहेको, एकदम राम्रो अवस्थामा सञ्चालन भएको मिल चाहिँ के भएको छ भन्दाखेरि रियल इस्टेटमा कन्भर्ट भयो। उहाँले सबै भत्काएर सबै गरेर 55 लाख रुपियाँ ब्याङ्कलाई बुझाउनु भयो र अब यहाँनिर प्लटिङ गरेर 2 धुर 5 धुर 10 धुर जग्गा बेच्नलाई खोजिरहनु भएको छ। अब नीति निर्माताहरूले खोजेको चाहिँ के हो, कसरी चाहिँ ग्रोथ हुन्छ? तपाईँ भएको इन्डस्ट्रीहरूलाई चाहिँ रियल इस्टेटमा कन्भर्ट गर्दै हुनुहुन्छ, जसले चाहिँ तपाईँको खास कन्ट्रिब्युसन गर्न सक्थ्यो। जस्तो कृषि प्रोसेसिङ युनिटमा यसले त ठुलो भूमिका दिनु सक्थ्यो नि त। यहाँका किसानहरूलाई धेरै ठुलो भूमिका दिइरहेको थियो। उहाँको त यो पुर्खौली व्यवसाय पनि थियो। अब उहाँ जतिको मान्छेको मनोबल गिरेर अब रियल इस्टेटमा कन्भर्ट भइरहेछ भनिसकेपछि ब्याङ्कले गर्न खोजेको के हो, राष्ट्र ब्याङ्कले खोजेको के हो, नीति निर्माताले खोजेको के हो? यो केस स्टडी गर्नुहोस्, आउनुहोस्, हेर्नुहोस्। तपाईहरुले यहाँ साच्चै केस स्टडी गर्दाखेरि देश किन विकास भएको छैन यहीँबाट थाहा हुन्छ क्या। यस्ता त लाखौं केसहरू छन्। हामीले तपाईको एउटा हस्पिटल खोल्यौं भने पनि लास्टमा त्यसलाई के गर्न खोज्दैछौं भने एनबिए बुकको नाममा रियल इस्टेटमा कन्भर्ट गर्न खोज्दैछौं। एउटा कलेजलाई पनि हामीले लास्टमा के गर्न खोज्दैछौं, एनबिए बुकको नाममा के अरे रियल इस्टेटमा कन्भर्ट गर्न खोज्दैछौं। एउटा एग्रो इन्डस्ट्रीलाई पनि एनबिए बुकको नाममा रियल इस्टेटमा कन्भर्ट गर्न खोज्दैछौं। एउटा किसान जसले चल्ला उत्पादन गरिरहेछ त्यसलाई पनि लास्टमा हामी एनबिए बुकको नाममा के गर्न खोजिरहेछ भने कन्भर्ट गर्न खोजिरहेछौं। एभ्री सेक्टरको मान्छेलाई बैंकले आज रियल इस्टेटको एजेन्ट बनाइसकेको छ। यो पोलिसीगत रूपमा स्क्याम हो। यो स्क्यामको विरुद्धमा इटरीबाट आवाज उठेको छ, देशैभरिबाट आवाज उठाउन जरुरी छ। यो स्क्यामको विरुद्धमा हामी एकजुट भएनौं भने यो देश भोलिको दिनमा रियल इस्टेट एजेन्टका हातमा पुग्दैछ। जसरी पाकिस्तानमा चाहिँ रियल इस्टेट एजेन्टले त्यहाँको आर्मी चलाउँछ, त्यहाँको नेता चलाउँछ, त्यहाँको सांसद चलाउँछ, त्यहाँको के अरे न्यायालय चलाउँछ भनिन्छ, त्यस्तै भोलि यहाँ सबैभन्दा खतरा मान्छे भनेको रियल इस्टेटको एजेन्ट, बैंक मार्फत रियल इस्टेटको एजेन्ट हुन्छ। र आज बैंक चलाउने मान्छेले एउटा कुरा के बुझ्नुपर्छ भने हरेक सोलुसन भनेको चाहिँ एनबिए बुक र त्यो मान्छेको घर जग्गा सम्पत्ति लिलाम नै अन्तिम विकल्प हो, हतियार हो भन्ने कुरा बुझ्नु हुँदैन। त्यसको विरुद्धमा हामी अब एकजुट हुन्छौँ र हुनुपर्छ। देशमा सबैजना आउनुस्। त्यति मात्रै होइन, बैंक तथा वित्तीय संस्थाहरूको यो चरम शोषण, दमन र आतंकको कारण मान्छेहरू घरबार विहीन भएको, सडकमा पुग्दै गरेको र परिवार बीचमा विखण्डन आइरहेको, डिप्रेसन बढेर धेरै उद्योगी व्यापारीहरू अहिले डिप्रेसनको औषधि खान बाध्य भएको कुरा नागरिक बचाउ अभियानका इटरी संयोजक सरोज तामाङ बताउनुहुन्छ। यो अवस्थामा चाहिँ आज उहाँको चाहिँ यत्रो एउटा चाहिँ इज्जत प्रतिष्ठा चाहिँ एउटा कमाएर बसेको मान्छेले आज बैंकले चाहिँ विभिन्न चाहिँ बहानामा चाहिँ 12-15 करोडको प्रपर्टीलाई चाहिँ 5 करोडमा लिलामीको प्रक्रियामा लगेर अगाडि बढाएर दोस्रो पक्षलाई बेच्ने जुन कोसिस गर्दै रहेछ बैंकले, यो चाहिँ अब नागरिक बचाउ अभियानले हुनु दिँदैन है, स्पष्ट हुनु दिँदैन। यो राष्ट्रमा यो माफियाहरूले लिएको जुन नीतिमा चाहिँ कुनै पनि जनताहरू पर्नु हुँदैन र सबै नेपालको जनताहरू चाहिँ सचेत हुनुपर्छ भनेर हाम्रो आग्रह हो। र अब उहाँलाई कुनै पनि हालतमा यो चाहिँ अब उहाँको चाहिँ यो घर जग्गा जमिन चाहिँ बैंकलाई लिलामीको प्रक्रियामा हामी बढाउनु दिँदैनौँ। अब यहाँ राष्ट्रिय झण्डा गाडिन्छ र जुन दिनसम्म उहाँले आफ्नो ऋण तिर्नुको लागि चाहिँ अब यो आफ्नो काहीँ न व्यवस्था गर्नुहुन्न, अब किनबेचको प्रक्रियामा उहाँको हिसाबले र यो अहिलेको चल्तीको भाउ अनुसारले बिक्री हुनु पर्यो, त्यो अनुसारले मिलाउनु भयो भने उहाँले आफ्नो हिसाबले मिलाउनुहुन्छ। होइन भने बैंकले चाहिँ आफ्नो नाममा लिएर आएर चाहिँ 3rd मान्छेले आएर चाहिँ त्यो मतियार दलालले आएर चाहिँ लिन्छ भनेदेखि चाहिँ होसियार भन्नु चाहन्छु म। तपाईँले कुनै पनि हालतमा यो भोग चलान गर्न पाउनुहुन्न र सक्नु पनि हुन्न।